हेलो गुड मर्निङ। कस्तो राम्रो छ आजको बिहानी पनि। गुड मर्निङ। आज भदौ 1 गते। आज भदौ 1 गते मेरो छोराको जन्मदिन पनि परेको छ। Happy birthday to you. Good morning. Happy Abasu. Happy birthday to you. Thank you. तिमी अब आजबाट कति वर्ष लाग्यो? 7 years old. ओ माई गॉड। नआउनु त फेरि के? आज चाहिँ मेरो प्यारो छोरो आबासुको ह्यापी बर्थडे। राम्रोसँग स्कुल जाओस्, राम्रोसँग पढास्। आजबाट ठुली खै मामु त कत्रो भएछ मामुको खै? ओ माई गॉड। मम्मीको यत्रो भइसकेछ। यति आइसकेछ। अब अर्को वर्ष त मेरो छोरा त यति आउँछ है। यता हेर। स्कुल जाओस्। बाई गरिदिऊ। बाई। कति राम्रो थियो सबलाई। अब कहाँ जाने? तपाईँ जानु लाग्दा है? यस्तो गर्मी छ यार। मलाई मात्र गरिम भयो, सबैलाई गरिम भयो थाहा छैन। यस्तो गरिम भयो। बिन्यामिन आऊ आऊ बेबी। मेरो सबैभन्दा सानो छोरा यहाँ हुनुहुन्छ। यता गर माया गर। मम्मालाई माया। छिटो यता गाला माया गर। छिटो छिटो। बाई बाई माया गर। बाई बिन्यामिन। बाई साना। हजुर सप्ताहमै जानु लागि हेर्नु जानुला भइरहेछ नि भिडियो त। तर हात चाहिँ गर्ने के छ्या नभन्नु नबोल्नु है। मुख धोको कस्तो गरिम भएर यो उकालो त म चढ्नै सक्दिनँ कि। ल चप्पल चिप्लो भयो नि यस्तो। कहाँ चढ्यो कि स्या हुने। हेलो कस्तो भयो खानु त? दामी धेरै छ मलाई यो त्यो नपिरो हो। यो पिरो हाम्रो नै नै भने छुट्टी लगाइदिन्छु अहिले खाने भए खानु ल खानु त्यसमा दामी दामी त्यति भने साँच्ची भने साँच्चै भने हो मैले दामी छ। सुस्मिता चटपटे तर अमिलो पनि थोरै बढी भएछ है। तर पिरो नभएर होला है मेरोमा चाहिँ। एकदम राम्रो छ, धेरै मिठो छ। धन्यवाद तपाईँलाई। कोक पनि रहेछ चिसो। थ्याङ्क यू सो म थाकेर आएको भएर बनाएर खुवाएकोमा धन्यवाद। मेरो बहिनीलाई त्यसै बहिनी भने होइन, त्यसै माया गरे होइन, त्यसै गाली गरे होइन। माया गर्ने मान्छे गाली गर्ने मान्छेले माया पनि गर्छ क्या। आमा अस्ति एक दिन फोन नउठाएर त के मात्र भएको थियो भनेर यहाँ साथ देखाएन। ल अहिले फेरि आउँछु। रमाइलो हुन्छ। बेलुका चाहिँ रमाइलो हुन्छ है यहाँ साँच्ची हो। बेलुका हामी प्रायः सधैँ आउँछौँ। दाइलाई पनि मनपर्छ नि त्यस्तो। हामी वहाँ गाउँमा हुँदा कहाँ भयो भने चाहिँ कलश यात्रा गरेर आएको हो। सबैले थाक्यो होला होइन। हो त्यो खाली कलश यात्रा गएकोले सब थाकेको हुन्छन् अहिले। बेलुका चाहिँ नि
एकदम रमाइलो हुन्छ। झागी सहितको श्रीमद् भागवत लाग्दैछ यहाँ हाम्रो के भने के हो पार्टी चौर। झागी भनेको चाहिँ कार्यक्रमहरू देखाउने हो कि प्रोग्रामहरू देखाउने जन हुन्छ नि त्यस्तो टाइपको हो कि राम्रो हुन्छ। साह्रै डेकोरेसन गरे रहेछ है बत्ती पनि उहीँदेखि राति दामी दामी देखिन्छ राति चाहिँ आऊ भ्लग बनाउनु बेलुका आउँछ के बोल्यो भने त साह्रै राम्रो देख्छ नि है। माथि के थाहा हाम्रो पार्टी चौर यस्तो भइरहेको छ। पार्टी चौरमा सप्ताह लाग्दैछ महायज्ञ गो ल म चाहिँ के बोल्नु नि। अब हाम्रो सुस्मिता भ्लगमा चाहिँ गएर सबैले सब्सक्राइब लाइक कमेन्ट र सेयर गरिदिनु होला। एकदम ऊ चाहिँ खासै त्यति पर्फेक्ट त होइन त्यही पनि सिक्दैछिन् सिक्नु नै ठुलो कुरा हो। त्यही भएर म पनि उसँग हिँडिरहेको छु भिडियो खिचिदिँदै कस्तो हुन्छ कमेन्ट गरिदिनु होला है त। सप्ताहमा पनि आइदिनु होला हाम्रो यो पार्टी चौरको सप्ताहमा। यहाँ चाहिँ बाटिका अनि यहाँबाट चाहिँ काठमाडौँको भ्यू चाहिँ एकदम राम्रो। काठमाडौँ ललितपुर भक्तपुर तिनै जिल्ला देखिन्छ छुएको देखिन्छ। विशेष चाहिँ काठमाडौँ जिल्ला टोटल्ली नै देखिन्छ। त्यही भएको कारणले चाहिँ यहाँ यसो कलेक्ट गरेर यो के भन्छ यो क्या पुराणलाई सामूहिक पुराण हो कि के म चाहिँ त्यति राम्रो मलाई आउन चाहिँ आएन त्यसको लागि हो यो सप्ताह। सकेसम्म सबैले सहयोग गरिदिनु होला। हाम्रो टोलमा चाहिँ एकदम राम्रो प्रोग्राम भइरहेछ सबैजना आइदिनु होला। बेलुका त झनै रमाइलो हुन्छ। यस्तो खालको पुराण त मैले पनि देखेको छु मेरो माइतीमा पनि लाउनु भएको थियो। त्यही हो ल भ्यू पनि एकदम राम्रो देख्छ यहाँबाट। अझै क्लियर त आएको छैन त्यही पनि आउँछ। पहिला पुरै देखाउनु पर्दैन। बोल्नु त पर्दैन ठिक छ। ए यो सप्ताह महापुराण महायज्ञ ल सबैजना आइदिनु होला। हाम्रो चाहिँ टोलमा भइरहेछ एकदम राम्रो। त भएन कि क्या हो ए तपाईँ पनि मजाले देखिरहेछ। यहाँबाट चाहिँ भ्यू कस्तो राम्रो देखिँदो रहेछ है। धेरै राम्रो भ्यू देखिरहेछ। बाटो पनि त्यहाँ अलिकति मात्रै नराम्रो अब धेरै छैन 1 महिना त्यसपछि त खतरा हुन्छ खतरा बाटो। हाम्रोमा केही हुँदैन यो ठाउँ छोडेर कहीँ जानै मन लाग्दैन। ल यहाँ त यहाँबाट कस्तो राम्रो भ्यू आइरहेछ। नराम्रो के ढिलो भयो भने त फेरि केही बाँकी रहँदैन यहाँ। बन्द गर्नु हिँड्नु न हिँड फेरि वान्स मोर ह्याप्पी बर्थडे टु यू। यहाँ आउनु सानो यहाँ आउनु मबाट अब हेर यहाँ आवाज छु भाग्यो छोरो
छोरा देखाइदिउँ भनेर छोरो भागिदिँदा मेरो छोरो फेरि यस्तो लजावती फुल जस्तो हो क्या एकदम धेरै लाज लाग्छ कति गरम हो यो ब्याग लजावती फ्लावर ओ माई गॉड यस्तो राम्रो झिलिमिली यस्तो राम्रो देखा ओ माई गॉड यस्तो राम्रो देखेको झिलिमिली बनाउनु भयो झिलिमिली देखेरै म त मक्ख यस्तो राम्रो नाइट भ्यू आउनु नर्मिना दी मेरो भ्लगमा आउनु लाग्छ त आउनु हेलो पनि हेलो लाइक गर्नु रे सब्सक्राइब पनि गर्नु रे सुस्मिताले भन्न सिकायो कि मलाई है अनि कमेन्ट गर्नु अनि कमेन्ट पनि गर्नु कस्तो उताको बत्ती के भए उतापट्टि है कस्तो के रमाइलो राम्रो देख्यो है तर यो उताको बत्ती बिग्रियो त्यो पनि आयो त्यो दामी देखिन्छ कि कति अहिले घर बनाएको थियो भएन कस्तो राम्रो थियो यसले गरेर अलिक कस्तो देख्यो तपाईँ नगएको आज कलश यात्रा किन जानु नमिल्ने भयो होइन म चाहिँ क्या दुःखमा के हिँड्नु भन्नु ए अँ त नि ल ल बाई जान्छु घर बाई